तुला राशिको वैवाहिक जीवन र प्रेम सम्बन्ध कुन राशिसँग कस्तो हुन्छ? 12 राशिहरूमा प्रत्येक राशिहरूको फरक फरक गुण र स्वभाव हुने गर्छ। यी राशिहरू पनि एक आपसमा शत्रु राशि र एक आपसमा मित्र राशि तथा अति मित्र राशिहरू हुने गर्छन्। यदि जो कसैको पनि विवाह शत्रु राशिसँग हुन्छ भने लाखौँ खर्चेर गरेको विवाह होस् या प्रेम विवाह नै किन नहोस्, वैवाहिक सम्बन्ध केही वर्ष ठिकै चले पनि लामो समयसम्म टिक्न सकेको हुँदैन, किनभने यिनीहरूको एक आपसमा मन मिल्दैन, सोच र विचारमा सहमत हुँदैनन्। सानो सानो कुरामा पनि कलेश र झगडा जीवनभरि नै भइ नै रहने गर्छ। यिनीहरू एकअर्काप्रति सन्तुष्ट हुन सकेका हुँदैनन्। विवाह गरेपछि खुसीभन्दा पनि झन झन चुनौतीहरू थपिने गर्छ। परिवारदेखि अलग बस्न चाहना राख्ने, छुटिएर अलग बस्न खोज्ने, आफ्नो परिवार अथवा जीवनसाथीसँग भन्दा पनि पढाइसँग सम्बन्ध बनाउन रुचि राख्ने गर्छन् र जीवनमा यस्तो मोड आइपुग्छ कि यही कारणले बिछोड हुने, सम्बन्ध विच्छेद गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइलाग्ने गर्छ। तर यस्तो परिस्थिति आउनुमा हाम्रो आफ्नै कमी कमजोरीले हो। विवाह गर्नु पहिला सही गुण मिलान नगर्नु, मित्र राशिसँग विवाह नगर्नु नै हो। साथै कसैको जन्म लग्न कुण्डलीमा ग्रह दोष, दुई विवाह योग, माङ्गलिक योग तथा औँसीमा जन्मेको योग हुने गर्छ। यस्तो योग हुनेहरूले वैवाहिक दोष कटाइएन भने पनि वैवाहिक सम्बन्ध असफल हुन्छ। आजको यस भागमा म तुला राशिको प्रेम र वैवाहिक जीवन कुन राशिसँग सफल हुन्छ र कुन राशिसँगको सम्बन्धले जीवनमा खुसियाली भन्दा पनि झन झन चुनौतीहरू थपिने गर्छ, यसै विषयमा विस्तारले चर्चा गर्नेछु। म हुँ राजु पराजुली। हाम्रो च्यानलमा नयाँ जोडिनु भएको हो र अझै यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने एक लाइकसँगै सब्सक्राइब गर्न नभुल्नुहोला। 12 राशिको चक्रमा 7औं स्थानमा पर्ने 7 नम्बरको राशि हो तुला राशि, जसको प्रतीक चिन्ह तराजु हो। यसको स्वामी ग्रह शुक्र हुन् र तुला राशि वायु तत्त्वको राशि हो। तुला राशिमा जन्म हुने मनुष्यहरू न्यायप्रेमी, सन्तुलित, आकर्षक, कूटनीतिज्ञ र मिलनसार हुन्छन्। यिनीहरू शान्ति र सद्भावलाई उच्च महत्त्व दिन्छन् र द्वन्द्वबाट प्राय बच्न चाहन्छन्। स्वामी शुक्र भएकाले यिनीहरूमा सौन्दर्य, कला र राम्रो जीवनशैलीको प्रेमी हुन्छन्। यिनीहरू आफ्नो जीवनको हरेक पक्षमा सन्तुलन कायम राख्ने प्रयास गर्छन्। कहिलेकाहीँ सन्तुलन कायम राख्ने प्रयासमा निर्णय लिन धेरै समय लगाउँछन् वा अनिर्णयको स्थितिमा फस्छन्। शान्ति कायम राख्नको लागि यिनीहरू कहिलेकाहीँ आवश्यक द्वन्द्वबाट, असहमतिको अवस्थाबाट पन्छिन खोज्छन्। यिनीहरू रूप र बाहिरी सौन्दर्यलाई धेरै महत्त्व दिने गर्छन्। यिनीहरू प्राय पार्टनर वा समूहमा रहेर काम गर्न रुचाउँछन्, जसले गर्दा एक्लै निर्णय लिन वा काम गर्न चुनौतीपूर्ण हुन सक्छ। अरूलाई खुसी पार्ने प्रयासमा यिनीहरू आफ्नो वास्तविक इच्छा र आवश्यकतालाई व्यवस्था गर्न सक्छन्। शुक्रको प्रभावले यिनीहरू राम्रो जीवनशैलीमा खर्च गर्न रुचाउँछन्। यिनीहरूको वित्तीय अवस्था प्राय मध्यम र सन्तुलित हुने गर्छ। तुला आफू रित्तिएर अरूलाई सहयोग गर्न तत्पर हुन्छ, तर के गर्नु, जसलाई धन दियो त्यही शत्रु भएर पनि निस्किने गर्छ। यिनीहरूको प्रेम सम्बन्ध र वैवाहिक जीवन अत्यन्तै रोमान्टिक, भावुक र आदर्शवादी हुन्छ। यिनीहरू सम्बन्ध र पार्टनरसिपलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण पाटो मान्छन् र आफ्नो पार्टनरलाई समानता र सम्मान दिन्छन्। यिनीहरू आफ्नो आकर्षण र शिष्टताले पार्टनरलाई समानता र सम्मान दिन्छन्, तर प्राय यिनीहरूको अनिर्णयको स्थिति र द्वन्द्वबाट बच्ने बानीले पार्टनरलाई सम्बन्धमा अस्पष्टता नभएको महसुस हुन सक्छ। तुला राशि हुनेहरू प्रेममा सन्तुलित र रोमान्टिक हुन्छन्। यिनीहरू सौन्दर्य, सङ्गीत र मिठा कुरामा रमाउँछन्। कुराकानी गरे पनि, कूटनीतिक गरे पनि प्यार र भावनाले मन जित्ने गर्छन्। कुनै पनि समस्या दिमागले हल गर्न खोज्छन्। तर्क, तथ्य र व्यवहारिक कुरा मात्र गर्छन्, तर अन्तिममा यिनीहरूको मुख्य शक्ति भनेकै मन जित्ने कला हो। शान्त बोली, हाँसो र मिठासले, तर यिनीहरू सधैँ प्रेम खोज्छन्, तर प्रेममा स्थायित्वको पनि कमी हुन सक्छ। यिनीहरूलाई शुक्र ग्रहको प्रभावले प्रेम सम्बन्धको चिन्ता धेरै गर्छन्। साझेदारीमा बलियो हुन नसक्दा यिनीहरूको सम्बन्ध पटक पटक बिग्रिने गर्छ। यसको मुख्य कारण हो निर्णयमा कमजोरी,
एक्लोपनको डर र गलत व्यक्तिमा चाँडै आकर्षण हुने बानीले। तुला राशिले सधैँ सामञ्जस्य र सुन्दर सम्बन्ध खोज्छ। जब माया बिग्रिन्छ यिनीहरू आफैलाई दोष दिन्छन् तर प्रेमप्रति दुश्मनी लिन चाहँदैनन्। यिनीहरू सधैँ नयाँ सुरुवातमा विश्वास गर्छन्, समर्पित, धैर्यवान र सम्बन्धलाई व्यवहारिक रूपमा बचाउन खोज्छन्। एकचोटि कसैलाई मन परायो भने जीवनभर एकै व्यक्तिप्रति समर्पित हुन्छन्। त्यसैले ज्योतिषशास्त्रमा तुला राशिलाई सम्बन्ध र सन्तुलनको घर मानिएको छ। साथीलाई सधैँ खुसी राख्न चाहने, झगडा हुँदा पनि पहिलो मिलाप खोज्ने, सम्बन्ध बिग्रियो भने आफै झुकेरै भए पनि सम्बन्धलाई मिलाउन खोज्ने स्वभाव यिनीहरूमा हुने गर्छ। यदि तुला राशिको स्त्री होस् या पुरुष होस् मित्र राशिसँग वैवाहिक सम्बन्धमा जोडिन्छन् भने तुला राशिलाई आफ्नो जीवनसाथी बनाउन पाउनु भाग्यमानी हुनेछन्। किनभने तुला राशि हुनेहरू संवाद राम्रो हुने भएकाले छिटो नजिकिन्छन्, बुद्धिमान छन्, रमाइला कुराकानी गर्नमा निपुण हुन्छन्, हँसिलो र आकर्षक बोलीको कारण छिटो मन जित्न सक्छन्, स्वतन्त्र सोच भएकाले तर्क र भावना दुवै मिल्छ, सौन्दर्य प्रेमी, मिलनसार, कोमल स्वभाव र आकर्षकको कारण छिटो सम्बन्धमा गाँसिन्छन्, घर परिवारप्रति अति नै जिम्मेवार र लगनशील हुन्छन्। यिनीहरू विवाहको उमेर पुगेका युवा युवतीहरूको प्राय एउटै जिज्ञासा हुने गर्छ कि मेरो जीवनसाथी कस्तो गुण र स्वभावको हुन्छ होला। तुला राशिको जीवनसाथी ज्योतिषको ग्रन्थहरूमा भनिए अनुसार अत्यन्तै जिद्दी स्वभाव, आफ्नै मनोमानी गर्न खोज्ने हुन्छन् तर घर परिवारप्रति भने अत्यन्तै जिम्मेवार हुन्छन्, मेहनती हुन्छन्, हरेक काममा साथ दिन्छन्, योजना बनाउँछन् तर मन परेन भने अत्यन्तै रिसालु स्वभावको हुन्छन्। जस्तो सुकै कठिन परिस्थितिमा पनि हार मान्दैनन्, जति चुनौती आउँछ झन आत्मबल बलियो बनाउँछन्। ज्योतिषशास्त्रमा भनिए अनुसार तुला राशि हुने जन्महरूले तुला राशिसँग नै कुम्भ राशि, मिथुन राशि र सिंह राशिसँगको वैवाहिक सम्बन्धलाई उत्तम जोडी मानिएको छ। तुला राशिको यी राशिसँगको सम्बन्धले जीवनमा आइपर्ने जस्तो सुकै चुनौतीसँग पनि जोखिम लिएर काम गर्न सक्ने साहस हुन्छ, ठुलो लक्ष्य बनाएर त्यसलाई पुरा गर्न सामर्थ्य हुन्छन्, एकअर्काको भावनालाई बुझेर जीवनको अन्तिम समयसम्म एकअर्कालाई साथ दिन्छन्। तुला राशिको मेष राशिसँगको सम्बन्ध पनि बेला बेलामा तँभन्दा म के कम भन्ने भावना हुने गर्छ र सानो सानो कुरामा पनि यिनीहरू बीच वैचारिक मतभेद भइ नै रहने गर्छ। त्यसै गरी तुला राशिले धनु राशि, मकर राशि, कर्कट राशि र मीन राशिसँगको सम्बन्ध पनि यिनीहरू बीच सानो सानो कुरामा पनि मन र विचार मिल्न कठिन हुन्छ। वैवाहिक जीवनबाट पूर्णतया सन्तुष्टि यिनीहरूलाई मिलेको हुँदैन। जीवनभरि सानो सानो कुरामा पनि कलेश र झगडा यिनीहरू बीच भइ नै रहने गर्छ। त्यसैले यी राशिहरूसँगको सम्बन्धलाई तुला राशिको लागि मध्यम खाले मानिएको छ। त्यसै गरी तुला राशिको कन्या राशि, वृश्चिक राशि र वृषभ राशिसँगको वैवाहिक सम्बन्धलाई राम्रो मानिँदैन। यी राशिहरूसँग तुला राशिले वैवाहिक सम्बन्ध नजोडेको नै राम्रो हुनेछ। यी राशिसँग वैवाहिक सम्बन्ध जोडिन्छ भने 2-4 वर्ष सामान्य नै चले पनि त्यसपछि भने झन चुनौतीहरू आइलाग्ने गर्छ। जीवनमा खुसी कम, निराशा धेरै हुने गर्छ। त्यसैले त भन्ने गरिन्छ पति पत्नी बीचको सम्बन्ध त एउटा रथको 2 पाङ्ग्रा सरह हुनुपर्छ जो एक अर्को बिना चल्न सक्दैन। त्यसरी नै वैवाहिक सम्बन्धमा पनि पति पत्नी दुवैको साथ र सहयोग बिना जीवन चल्न कठिन हुन्छ। जीवनसाथी त यस्तो हुनुपर्छ कि एकअर्काको भावनालाई बुझ्न सक्ने, एकअर्काको दुःख र पीडालाई महसुस गर्न सक्ने जीवनसाथी भयो भने अनि मात्रै सुखी, खुसी र समृद्धि जीवन बिताउन सकिनेछ। दर्शकबिन यो थियो तुला राशिको वैवाहिक सम्बन्ध र प्रेम जीवन कुन राशिसँग कस्तो हुन्छ, सबै 12 राशिहरूको बारेमा विस्तारले चर्चा गरियो। अन्य धेरै जानकारी लिन चाहनुहुन्छ भने कमेन्टमा जिज्ञासासहित लेख्नुहोला। हामी तपाईँको सबै जिज्ञासाको सम्बोधन अवश्य गर्नेछौँ र हाम्रो च्यानलमा नयाँ जोडिनु भएको हो र अझै च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एक लाइक गरेर सब्सक्राइब गर्न नभुल्नुहोला।